यो झुलुङ्गे पुलमा आइपुगेको छौँ अनि हामीसँग हुन्छ दिपेन दादा अनि हाम्रो साथीहरू अर्पिन कहाँ गयो यो मान्छेको अघि मुटुले ढाउँछौँ यो त मेरो होइन डर लाग्छ मुटुले ढाउँ किन छोड्यो हेर रे बेस्ट इक्जाम्पल बच्चाले यहाँ बच्चा त यस्तो मजाले एउटा हिँडिरहेको छ अनि यो पाहाडमा जन्मेको पाहाडमा हुर्केको पाहाड मेरो काँचा माथिरहेको छ तिमी त अब हाम फाल्ने मान्छे हो होइन एकचोटि हाम फाल्ने देखाइदेऊ न त भाइ कति आम फाल्नु हो यस्तोदेखि त कति आम फाल्नु अगाडि पनि देखाउने यार यसो पुलहरू पनि के तिम्रो बिग्रेको होला पछाडिको पुल देखेँ अब यहाँ कसरी त्यो क्यामेरा उयो अगाडि गर्न मिल्दैन नि त भिडियो यहाँ हाम्रो अगाडि हुन्छ अर्पणले गर्दाखेरि म तर यो पुल हल्लेको छैन अलिक माथि उठाएर उयो गरेर म अगाडि जान्छु सबै देखाउ ल यो पनि फुट क्यामेरामा आउन खोजेको यस्तो गर माथि हाम्रो छ यहाँ अगाडि अब यहाँ मेरो त बिल्ला भयो केटीहरू त्यति किन्न चाहिँ उयो च्याप्पेसा मातेर के गर्ने ठाउँ झन् कस्तो कस्तो उयो होला क्या पौडी खेल्ने भनेको मलाई समातेर मलाई चाहिँ लडाउन आँटिसक्यो तिमीले हो भ्यूहरू देखाउ यार कस्तो देखिन्छ हाम्रो यो भ्यू चाहिँ एकदम राम्रो देखिँदो रहेछ होइन मुनि सबै थोक अनि यता पनि एकदम दामी मेरो मुखको छेउमा चाहिँ किन लिएको हुन्छ जे प्याथेन बोला मुखको छेउमा अनि हामी चाहिँ अब एकैचोटि पल्लो छेउ पुग्ने भनेर हिँडेको अनि म चाहिँ एकदम ढलाइरहेको छु नवीनले मेरो काँधमा हात राखेर दामी भ्यू देखिँदो रहेछ तपाईँहरू एकचोटि आउनुभयो भने अर्कोचोटिदेखि आउनु खोज्नु हुँदैन आउन खोज्नु होइन तपाईँ डर लाग्छ भने चाहिँ नआउँदै हुन्छ म जस्तो होइन अर्कोचोटि आउन खोज्दिनँ अब म जस्तो हुनुहुन्छ भने चाहिँ आउनु होला कृपया मलाई लडाउन आँटिस सम्बोधन चुप लागेर हिँड नि यार तिमीले बच्चैदेखि तिम्रो चड्डी पनि समातेर हिँडेको मान्छे होइन म हो र दामी फुलिरहेको रहेछ है यसलाई जुम गर त यहाँ डराएर कोही कहाँ छ के फुल्यो उयो हो त्यो पत्ता फुलेको कस्तो दामी देखि पत्ता पो कोही मान्छे हात त्यहाँ चलाउनै सकेको छैन पृथ्वीलाई सृष्टि गर्ने प्रभु ओइ म लड्छु एकछिन बोल अनि यो हाम्रो पछाडिको भ्यू अलिकति म घर दुख्छु भन छोरा भन म मर्छु त्यति भएको 50 रुपियाँ पैसा छ त्यही तिरेर त लगिदिनु न भन्नुपर्छ ओइ नदेखाउ त यसले भिडियो बिग्रिन्छ यार अब एकछिन आगो लाग्छ ल चलेको अब हामी अब आइपुग्ने आँट्यौँ कुन गीत हालिदिनु सर त एकदम राम्रो भर्खर सालको पत्ताहरू फुल्दैछ सालको पत्ताहरू खुट्टा काम्दैछ होइन त्यो खुट्टा कामेको होइन भित्र मनमुटु सबै कामेको भन्न अलिकति गल्ती गऱ्यो तिमीले होइन अनि हाम्रो अङ्कल चाहिँ सबै थोक बेच्ने मान्छे यता खानेकुराहरू सबै पाइने रहेछ ल फाइनली हाम्रो पारीदेखि पारी आइपुग्यौँ यहाँ खाने ठाउँ पनि राखिएको छ हाम्रो भ्यू भनेको यहाँदेखि नै एकदम दामी बब्बाल उता खाजा खाने ठाउँहरू यहाँ चाहिँ हुने र नहुने दुवै चिज देखिने रहेछ वारीदेखि पारी